नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न दिउमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिरपरिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौँ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौँ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु। जस्तै मानिसलाई सुने गरेका काम वर्णन हो। मलाई बाइबल मन पर्छ, परमेश्वरको वचन हो। म जस्तै मानिसलाई सुने गरेका कामको वर्णन हो। उत्पत्तिमा पाउँछौ हाम्रो सृष्टि, प्रस्थानमा छुटकारा, लेवीमा आए पुजारीहरू, गन्तीमा वीर्यता। म अयोग्य मानिसलाई परमेश्वरले तपाईँको बीचमा उहाँको वचन लिएर तपाईँसँग भलाखुसारी गर्ने मौका दिनुभएको लागि म अति नै खुसी भएको छु। र यसको लागि म तपाईँ श्रोतालाई धन्यवाद दिन चाहन्छु, जसले यो 15 मिनट समय दिएर प्रभुको वचन सुनिराख्नु भएको छ। र म मेरा परमेश्वरलाई अति नै धेरै धन्यवाद दिन चाहन्छु, उहाँले म जस्तो अयोग्य व्यक्तिलाई आफ्नो वचन खोल्ने अवसर दिनु लागि। अनि यो समय मलाई दिनुभएको लागि उहाँलाई फेरि एकचोटि मेरो हृदयबाट नै धन्यवाद होस्। म परमेश्वरमा विश्वास गर्छु कि आजको वचनमा तपाईँलाई आशिष दिनुहुनेछ, तपाईँको हृदयमा उहाँले बोल्नेछ। आज हामीले यूहन्ना 1 अध्यायको 20 पदमा केन्द्रित भएर उहाँको वचनलाई खोल्नेछौँ, अर्थात् बाइबललाई बोल्न दिनेछौँ। यस पदले हामीलाई यसरी भन्दछ, तिनले सिमोनलाई येशू कहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, तिमी योहानेसको छोरा सिमोन, तिमी केफास, जसको अर्थ हो चट्टान भनिनेछौ। आज हामीले यो खण्डबाट छलफल गर्नेछौँ। तपाईँको बीचमा परमेश्वरको वचन ल्याउँ। यसले बाइबलको महत्त्वपूर्ण कुरालाई देखाइ चित्रण गर्दछ। हरेक विश्वासीले मानिसहरूलाई येशू कहाँ डोर्याउनु पर्दछ। हामी यहाँ आउँदछौँ, तिनले सिमोनलाई येशू कहाँ ल्याए। मित्र, सुसमाचार प्रचार गरिएको छ यहाँनिर। अब व्यक्ति आफूले नै उद्धार पर्दछ, तब उसले अरूहरूलाई येशू कहाँ काम गर्दछ। यो उसको गहन जिम्मेवारी हो। जब एन्द्रियासले येशूलाई भेट्टाए, त्यसपछि आफ्नो भाइ सिमोनलाई येशू कहाँ ल्याए। बप्तिस्मा यूहन्नाद्वारा एन्द्रियास प्रभु येशू कहाँ आए। उनी महान वाक्यद्वारा प्रभावित भए। हेर, संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा। यो वाक्यलाई सुनेर एन्द्रियासले प्रभु येशूलाई पछ्याउन सुरु गरे। तुरुन्तै तिनले आफ्नो भाइ सिमोनलाई प्रभु येशू कहाँ ल्याउन भनी खोजी गरे। एन्द्रियासले प्रभु येशू कहाँ मानिसलाई ल्याउने गरे र यो उनले आफ्नो परिवारबाटै सुरु गरेका थिए। हामीले 41 पदमा पढ्न सक्छौँ, पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए। त्यसपछि हामी 42 पदमा देख्न सक्छौँ, सिमोनलाई कहाँ ल्याए। तिनले सुसार्य काम आफ्नो परिवारबाट सुरु गरेका छन्। ख्रीष्टको सेवा गर्ने विशेषता चाहिँ आफ्नो घरानालाई येशू कहाँ ल्याउनु हो। जब हामी आफैले मुक्ति पाउँदछौँ, प्रिय मित्र जसले यो कार्यक्रम सुनिराख्नु भएको छ, यदि तपाईँ विश्वासी हुनुहुन्छ भने, ख्रीष्ट येशूमा विश्वास गर्नुभएको छ भने, ख्रीष्टको मण्डलीमा अर्थात् चर्चमा जानुहुन्छ भने, तपाईँको आफ्नो पहिलो काम तपाईँको घरानालाई, तपाईँको परिवारलाई ख्रीष्ट येशूमा
दोहोऱ्याउनु पर्दछ। हामीले यो काम एन्ड्रियासले आफ्नो सेवकाईमा गरिरहेका देख्दछौँ। नयाँ करारमा एन्ड्रियासको बारेमा धेरै कुराहरू हामीले पढ्दैनौँ। जब एन्ड्रियासको सन्दर्भमा कुरा उठ्दछ तब तिनले मानिसहरूलाई येशू कहाँ ल्याएको हामीले देख्दछौँ। सुसमाचारको काम पवित्र धर्मशास्त्रमा स्थापित गरिएको छ, निर्माण गरिएको छ। एन्ड्रियासले आफ्नो भाइलाई मात्र येशू कहाँ ल्याएनन् प्रिय मित्र, तिनले अरूहरूलाई पनि येशू कहाँ ल्याएको हामीले यूहन्नाको सुसमाचारमा देख्न सक्छौँ। जब तिनले सिमोन पत्रुसलाई येशू कहाँ ल्याए तब येशूले पत्रुसको हृदयमा परमेश्वरको अनुग्रह खन्याउनु भयो। उहाँले तिनलाई सृष्टि बनाउनु भयो। परमेश्वरको राज्यमा तिनी शक्तिशाली मानिस बनेका छन्। 42 पदमा येशूले भन्नुभएको कुरा हामीले देख्छौँ, तिमी योहानेसको छोरा सिमोन हौ, तिमी केफास जसको अर्थ चट्टान हो भनिनेछौ। पत्रुसको जीवनमा दुईवटा कुराहरू भएको छ। जब एन्ड्रियासले तिनलाई येशू कहाँ ल्याए, सर्वप्रथम उहाँले तिनलाई भन्नुभयो तिमी योहानेसको छोरा हौ। उहाँले पत्रुसलाई आफ्नो सामु खडा मात्र भएको देख्नु भएन, तर उहाँले नजिकबाट देख्न सक्नुभयो, चिन्न सक्नुभयो। उहाँले तिनलाई नजिकबाट अध्ययन गर्न सक्नुभयो। उहाँले तिनलाई भन्नुभयो तिमी योहानेसको छोरा सिमोन हौ। उहाँले तिनको नाउँ थाहा गर्नुभयो। उहाँले छेउबाट निहाल्नुभयो। सिमोन स्वयंलाई राम्ररी चिनेका थिएनन्, तर प्रभु ख्रिस्ट येशूले तिनलाई चिन्नुहुन्थ्यो। येशूले तिनलाई म एउटा राष्ट्रको प्रतिनिधित्व हुँ भनेर महसुस गर्ने बनाउनु भयो। उहाँले तिनलाई सेवा गर्ने मानिस बनाउनु भयो। सिमोन पत्रुस आत्मिकी कुरामा सचेत थिए। तिनी आत्मिक कुरामा चासो राख्दथे। उनी मसीहप्रति आफ्नो चासो लिन्थे अनि बप्तिस्मा दिने यूहन्नाबाट प्रभावित भएको सायद हामीले देख्दछौँ। बप्तिस्मा दिने यूहन्नाले आउनेवाला मसीहको बारेमा प्रचार गर्दै हिँडे। तिनले मसीहलाई परमेश्वरको थुमाको रूपमा चित्रण गरेका छन्। यूहन्नाले धेरै मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउँदै थिए, सुसमाचार प्रचार गर्दै। सुसमाचार लुका पुस्तकमा 1:15 पदमा बताइएको छ। शङ्का छैन कि सिमोनका परिवार प्रभाव भएको हुनु पर्दछ। हामी यूहन्ना 1:1 पद पढ्न सक्छौँ। हामीले मसीहलाई, जसको अर्थ ख्रिस्टलाई भेट्टाएका हौँ, किनभने तिनीहरूले मसीहको बाटो हेरिरहेका थिए। यसै कारण तिनले भन्दछन् हामीले मसीहलाई भेट्टाएका छौँ, छुटकारा दिने व्यक्तिलाई भेट्टाएका छौँ, ख्रिस्ट येशूलाई भेट्टाएका छौँ। हामी यहाँ पाउँदछौँ कि एन्ड्रियासले मसीह भेट्टाएपछि तिनले सुसमाचार प्रचारको कार्यलाई सुरु गरे। एन्ड्रियासले येशू ख्रिस्टलाई भेटाइसकेपछि तिनी आफ्नो परिवारलाई येशू कहाँ ल्याउने काम गरे, सुसमाचार प्रचार गर्ने काम सुरु गरे। तसर्थ तिनले आफ्नो भाइ सिमोनलाई येशू कहाँ ल्याए। सिमोन पत्रुसले पनि मसीहलाई पर्खिरहेको हामीले देख्दछौँ। उनी मसीहको प्रतीक्षामा थिए। जब दाजुले तिनलाई येशू कहाँ ल्याए, तिनले महसुस गरे कि म एक पापी हुँ, मलाई उद्धारको खाँचो छ, छुटकाराको खाँचो छ। म आफूलाई आफ्नै तरिकाले बचाउन सक्दिनँ। मैले आफ्नो काम, आफ्नो धर्म कर्मले छुटकारा दिन सक्दिनँ। म उहाँको उपस्थितिबाट लुक्न सक्दिनँ र उद्धारको निम्ति हामीले विचार गर्नुपर्छ। प्रिय मित्र, परमेश्वरले हामीलाई चिन्नुहुन्छ, उहाँले हामीलाई खोजी गर्नुहुन्छ। यसकारण हामी उहाँको उपस्थितिबाट कहिले पनि भाग्न सक्दैनौँ। उहाँले हामी प्रत्येकलाई चिन्नुहुन्छ। कति आश्चर्यको कुरा! उहाँले हाम्रो हृदयका कुरा देख्नुहुन्छ। उहाँले हाम्रो परिवर्तित अवस्थालाई देख्नुहुन्छ। उहाँले हाम्रा सबै दुष्ट र अदृश्य कुराहरूलाई देख्नुहुन्छ। उहाँलाई हाम्रो पाप, अधर्म, दुष्टता सबै थाहा छ। हामीले परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गरेका छौँ। हामीले परमेश्वरको विरुद्ध कार्यविधि गरेका छौँ। यो उहाँलाई थाहा छ। उहाँ सबै कुराहरूप्रति सजग हुनुहुन्छ। उहाँले पापीलाई देख्नु मात्र हुन्न, तर उहाँ पापीलाई बचाउनु पनि सक्नुहुन्छ। उहाँले पापबाट मानिसहरूलाई छुटकारा दिनुहुन्छ। उहाँले जे सिमोनको लागि गर्नुभयो त्यो कुरा हाम्रो निम्ति पनि गर्नुहुन्छ। उहाँले सिमोनलाई भेट्टाएर तिनको सबै पाप क्षमा गरिदिनु भयो। उहाँले तिनीमाथि प्रेम, दया र अनुग्रह देखाउनु भयो। परमेश्वरलाई धन्यवाद होस्। जब तिनी परमेश्वर कहाँ आए, तिनले परमेश्वरको अनुग्रह प्राप्त गरे। जब येशूले सिमोनलाई समात्नु भयो, तब उहाँले नाम काढेर बोलाउनु भयो। उहाँले सिमोनका विषयमा प्रत्येक कुरा थाहा पाएको थियो। उहाँले सिमोनको पृष्ठभूमिलाई बताउनु भयो। सिमोन पत्रुस बेथस्दा भन्ने गाउँका मानिस थिए।
बेथस्दा एउटा एकान्त ठाउँ थियो। मानिसहरू विशेष गरेर माझीहरू मात्रै त्यो ठाउँमा बस्दथे। त्यो ठाउँ माछाको लागि प्रसिद्ध थियो। तिनीहरूको पेसा माछा मार्ने थियो। सिमोन र एन्ड्रियास पनि मछुवा अर्थात् माछा मार्ने माझी थिए। तिनीहरूको पेसा माछा मार्ने थियो। माछा मारेर बजार लगी गर्ने अनि तिनीहरूले आफ्नो दुकान चलाउने उनीहरूको हरेक दिनको काम थियो। यो साधारण पेसा बनेको थियो। तिनीहरूको स्थिति हैसियत त्यति ठुलो थिएनन्। उनीहरू नाउँका मानिसहरू पनि थिएनन्। इज्जतदार अनि प्रतिष्ठित मान सम्मान पाएका मानिसहरू पनि थिएनन्। एउटा सामान्य माछा मार्ने मानिसहरू मात्र थिए। येशूले हाम्रो सबै अवस्था देख्नु भएको छ। त्यहाँका मानिसहरू आत्मिकी थिएनन्, तिनीहरू दुष्ट थिए। येशूले बेथस्दा सहरको विनाशको विषयमा भविष्यवाणी गरेको कुरा मत्तीको पुस्तकमा हामीले पढ्न सक्छौँ। तिनीहरू स्वार्थी पापी मानिसहरू, अधर्मी मानिसहरू थिए। यस्तै अवस्था भए तापनि प्रभु येशूले एन्ड्रियास र सिमोनलाई उद्धार गर्नुभयो। उहाँले जस्तो अवस्थामा हामी भए तापनि हामीलाई बचाउन सक्नुहुन्छ। उहाँले हाम्रो पृष्ठभूमि, योग्यता र हाम्रो अवस्थालाई हेर्नुहुन्न। उहाँले हाम्रो रूपलाई हेर्नुहुन्न, हाम्रो सिपलाई, हाम्रो गुणलाई हेर्नुहुन्न। उहाँले हाम्रो आन्तरिक अवस्था हेर्नुहुन्छ, हृदयको कुरालाई हेर्नुहुन्छ। उहाँले पत्रुस जस्तो सुकै अवस्थामा भए तापनि उहाँले तिनलाई ग्रहण गर्नुभयो। उहाँले तिनलाई नयाँ सृष्टि बनाउनु भयो। उहाँले हाम्रो हृदयका भित्रका कुराहरू थाहा गर्नुहुन्छ र हामीलाई बचाउनुहुन्छ। उहाँले हाम्रो सबै पाप क्षमा गर्नुहुन्छ। उहाँले हामीलाई स्वीकार गर्नुहुन्छ। हामी यहाँ देखिरहेका छौँ। उहाँले पत्रुसलाई के भन्नुभयो? तिमी योहानेसका पुत्र सिमोन होइनौ, तिमी केफास भनिनेछौ, जसको अर्थ चट्टान भन्ने हुन्छ। उहाँले सिमोनलाई केफास हुनेछौ भन्नुभयो। सिमोन एक पापी मानिस थिए। उनी आशाविहीन थिए। उनी कमजोरी, दुर्बल र अन्धकारमा हिँडेका मानिस थिए। तर उहाँले भन्नुभयो तिमी केफास भनिनेछौ, तिमी नयाँ सृष्टि हुनेछौ। उहाँले नयाँ नाउँ दिनुभयो। उहाँले तिमीलाई केफास भन्नुभयो। प्रिय मित्र, आज त्यो नाउँ ख्रीष्ट येशूले तपाईँलाई दिन चाहनुहुन्छ। तपाईँलाई नयाँ बनाउन चाहनुहुन्छ, नयाँ सृष्टि निर्माण गर्न चाहनुहुन्छ तपाईँको जीवनमा। केफासको अर्थ हामीले देखिराखेका छौँ, चट्टान भन्ने हुन्छ। उहाँले त्यो मानिसको स्वभाव परिवर्तन गर्नुभयो। उहाँले तिनलाई नयाँ मानिस बनाउनलाई भनिरहनु भएको छ। सिमोन पापी अर्थात् दुष्ट हृदय भएको मानिस थियो। ऊ एउटा हराएको मानिस थियो। उहाँले भन्नुभयो तिमी केफास हौ, तिमी मेरो निम्ति नयाँ सृष्टि हौ। आज यदि तपाईँहरूले यो कार्यक्रम सुनिरहनु भएको छ भने आदरणीय श्रोता मित्र, तपाईँले याद गर्नुहोस्, हामी सबै पापी छौँ। हामी परमेश्वरबाट अलग छौँ। हामीले परमेश्वरको न्याय सहनु पर्नेछ। परमेश्वरको न्याय पापीहरूको निम्ति आउनेछ। उहाँले हाम्रो इन्साफ गर्नुहुनेछ। त्यो इन्साफबाट हामी आफैलाई हामीले बचाउन सक्दैनौँ। सायद तपाईँ भन्नुहोला मैले धर्म कर्म गरेको छु, यज्ञ लगाएको छु, धेरै असल कामहरू गरेको छु, गरिबहरूलाई दिएको छु। प्रिय मित्र, यदि तपाईँले उहाँमा विश्वास गर्नुभएको छैन भने तपाईँ आफ्नो पापबाट बच्न सक्नुहुने छैन र तपाईँ ख्रीष्टको मा पर्नुहुनेछ। उहाँले हामीलाई अनुग्रह दिनुहुन्छ र हाम्रो पाप उहाँले क्षमा गर्नुहुन्छ र हामीलाई नयाँ सृष्टि बनाउनुहुन्छ र हामी नयाँ मानिस बन्नेछौँ। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनुको छ भने, जीवनको निम्ति शक्ति पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञाहरू छन् भने, अथवा प्रभु यीशु ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572 काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छौँ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।